सम्पूर्णमा नमस्ते। हामी चाहिँ यो गोसाइकुण्ड गाउँपालिका वडा नम्बर 3 बृदिममा अवस्थित डुक्पा गुम्बामा जाँदैछु। यहाँको स्थानीय निवर्तमान वडा अध्यक्षज्यूसँग म जाँदैछु। ठ्याक्कै यो बृदिमको यो गुम्बा पछि चाहिँ हामीले यसो यो ठ्याक्क भित्र छिर्ने एउटा बाटो देखिन्छ। उहाँ वडा अध्यक्ष निवर्तमान वडा अध्यक्षज्यू पनि हुनुहुन्छ। बाटो ठ्याक्कै यहाँ छ। वडा अध्यक्षज्यू लागौँ हामी। यहाँ चाहिँ के पहिला कुण्ड पनि थियो भन्ने जस्तो सुन्नमा आएको थियो, के हो यसको खास यसो बताइदिनु न। यो चाहिँ नि अब अहिले चाहिँ नि हामी छोइसिङ भन्नेमा चिन्छन्। यो अब यो साइड अहिले बनाइरहेछ। यो साइड चाहिँ उता यो चाहिँ नि हामी यो बृदिम बस्ती चाहिँ नि हुनेभन्दा अगाडि चाहिँ नि यो यहाँ बस्ती थिएन। त्योभन्दा पहिला चाहिँ नि यो सबै यो चाहिँ नि ताल पोखरी कुण्ड। अनि हामी यहाँको अहिले लाब्राङ, अहिले हामी लाब्राङ भनी चिन्छ। पहिला चाहिँ नि हामी चाहिँ नि लाब्राङहरूको चाहिँ अब 13औं पुस्तकमा स्टार्ट हुन्छ। त्यसको बाजे मेमे डेन्जोको सङ्क्षेपेल भन्ने चाहिँ यो बृदिम स्थापन गर्ने चाहिँ नि उहाँले गर्नुभएको। उहाँ चाहिँ नि पहिला हामी यो बृदिम भन्नेको बस्ती चाहिँ लिङलिङ र पेलगाउँमा थियो र मेमे डेन्जोको सङ्क्षेपेल चाहिँ उहाँ चाहिँ नि यहाँ अध्ययन यहाँ आउनु भएर यो ठाउँमा चाहिँ बस्ती अब गरे पनि ठिक हुने रहेछ भनेर उहाँ यता अब आउनु भएर अनि उहाँले अवलोकन गर्दाखेरि यहाँ चाहिँ सबै ताल देख्यो। अनि उहाँ चाहिँ यहाँ अहिले हामी जाँदैछौँ यो टुक्पु गुम्बामा चाहिँ उहाँ एकछिन तपस्या गर्दाखेरि यहाँ गाउँ बस्ती चाहिँ यहाँ बस्यो भने एकदम चाहिँ हामी राम्रो हुने रहेछ भनेर चाहिँ नि उहाँले यहाँ अध्ययन गरेर यो सोच चाहिँ उहाँले दुल्सी गरेर पोखरी चाहिँ उता तिम्सी गरेको। उता चाहिँ हामी अहिले तोबार चारो भन्छ गन्धमुदोङमा चाहिँ उताबाट तिम्सी गरेर अनि यहाँ चाहिँ नि अहिले लामाको बस्ती चाहिँ यहाँ स्पेसल यहाँ भएर गुम्बा चाहिँ यहाँ स्थापना भयो। हस्, धन्यवाद। अब हामी गुम्बातर्फ लागौँ है। अहिले अब मेमे डेन्जोको सङ्क्षेपेल उहाँ चाहिँ मेडिटेसन गरेको ठाउँमा अहिले हामी जाँदैछौँ। हस्, थ्याङ्क यू। चाहिँ अब पुग्न लाग्यो होइन? ठिक होला कि? ए हुन्छ हुन्छ, हस्, हामी पुग्नु लाग्यो। एकै बृदिमको गुम्बा भन्ने ठाउँबाट चाहिँ हामी पैदल 5 मिनट जति पैदल यात्रापछि हाम्रो डुक्पा गुम्बा होइन, टुक्पु गुम्बो, गुरु टुक्पु गुम्बोमा आइपुगेका छौँ। अब हामी बिस्तारै इन्ट्री हुँदैछौँ। हेर्नु त यस्तो दामी ठाउँमा छ। अब यो मेडिटेसन गर्ने ठाउँ। हजुर, निवर्तमान वडा अध्यक्षज्यूले चाहिँ गुम्बा खोलेरै देखाउन लाग्नु भएको छ। दाइ अब यसो यो बताइ पनि दिनु। गुरु टुक्पु भनेको चाहिँ नि गुरु रिम्पोछेको चाहिँ नि मेन अब चाहिँ नि गुरु रिम्पोछे चाहिँ नि मेडिटेसन छम हाम्रो भाषामा छम गर्ने यो एकदम स्पेसल चाहिँ नि गुरु रिम्पोछेको चाहिँ नि यो अब हामीले भन्ने नेनङ अब रुङ्गोले नेपाली भाषामा चाहिँ तीर्थ एकदमै चाहिँ नि गुरु रिम्पोछेको स्पेसल तीर्थ यात्रा भनेर यो चाहिँ स्पेसली गुरु रिम्पोछेको मूर्ति चाहिँ यो हन्जम मेन्दरावा हो। यताको चाहिँ के हन्जम मेन्दरावा, उहाँ चाहिँ लान्छाम मेन्दरावा अनि चाहिँ गुरु रिम्पोछे हन्जम मेन्दरावा उहाँको चाहिँ नि अब चेला भन्यो भने उहाँको साक्षी गुरु रिम्पोछेको साक्षी उहाँ दुईजना चाहिँ हजुर उहाँ दुईजना चाहिँ हन्जम मेन्दरावा भन्छ। अब यो चाहिँ एकदम स्पेसल चाहिँ नि गुरुको चाहिँ नि हजुर। अनि यहाँ चाहिँ नि हाम्रो लोकल हाम्रो बृदिमको बृदिम सुरुदेखि स्थापन हुने नि यो ठाउँबाट यो ठाउँ चाहिँ नि हाम्रो बृदिमको एकदम महत्त्वपूर्ण डेन्जो कुसङ छेम्बिल मेमे डेन्जो कुसङ छेम्बिल भन्ने अहिलेको चाहिँ नि 13औं अवतार अहिले उहाँहरूको चाहिँ नि नाति पनातिको हिसाबले चाहिँ नि 13औं चाहिँ नि उहाँको अवतार भन्ने उहाँको त रिलिजन्स त्यतिमा चाहिँ नि उहाँ यहाँ उपस्थित भएर यो बृदिम भनेको ठाउँ चाहिँ नि यहाँ चाहिँ नि अब बस्ती हुने रहेछ, यहाँ चाहिँ नि बस्ती बस्यो भने राम्रो हुने रहेछ भनेर उहाँले अवलोकन गरेर मेमे डेन्जोको सङ्क्षेपेल चाहिँ यहाँ चाहिँ नि छम नेम्बा गरेर
चाहिँ अब उहाँको चाहिँ अहिलेसम्म यहाँ सिजु गर्ने मनिसोपा गर्ने पनि हामी उहाँको यहाँ चाहिँ भ्रिदिमको मनिसोपा गर्नेको मिनिङ चाहिँ नि डेन्जो कुसाङ छेम्बेलको चाहिँ नि उहाँको बर्थडे मान्छौँ। अनि टिमुरेमा गर्ने चाहिँ नि उहाँको चाहिँ नि अब केवा क्रिया गर्ने हो डेन्जो कुसाङ छेम्बेलको। अब टिमुरेमा त्यो गर्नेको इतिहास के हो भने उहाँ भनेको डेन्जो कुसाङ छेम्बेल भनेको अहिलेको रिम्पुछे भन्दा पनि एकदम शक्तिशाली मान्छे हो। किनभने टिमुरेमा एकदमै पहिरो भएर चाहिँ नि पहिरो रोकथाम गरे। टिमुरेको गाउँ बस्ती नै सबै चाहिँ नि पहिरोले लगेर अनि टिमुरेको चाहिँ नि अब जान्ने बुझ्ने बुद्धिजीवीहरूले चाहिँ नि अब के गर्दा हामी ठिक होला भनेर उहाँले चाहिँ नि अब यो भ्रिदिमको चाहिँ नि डेन्जो कुसाङ छेम्बेल चाहिँ नि हामी फेपसुसी गरेर यो रामनाङको खनन गर्नु पर्यो भनेर अनि उहाँ फेपसुसी गरेर टिमुरेको चाहिँ नि रुई पनि उहाँले थादम गरेर अनि रोकथाम गरेर अनि उहाँको चाहिँ नि अहिले टिमुरेमा मान्छेको गर्ने कारणै उहाँको चाहिँ नि केवा हो टिमुरेमा गरेको त्यो इतिहास हो। अनि यहाँको चाहिँ नि अनि अहिलेसम्म हामी यो गाउँको लामा पनि सबै यहाँ चाहिँ नि छाबुम सिक्नेदेखि लिएर छाबुमदेखि लिएर यहाँको चाहिँ सबै चाहिँ नि यम्पा ठुबा यहीँ गर्छ हाम्रो लोकल लामा। यो स्पेसल चाहिँ नि यहाँ हामी छम गर्ने हो। अहिले यो विदेशीहरू पनि यहाँ आएर धेरैजनाले चाहिँ नि एकछिन मेडिटेसन गर्दा पनि यहाँ एकदम पावर आउँदो रहेछ, यहाँ एकदम चाहिँ नि शक्तिशाली रहेछ भने चाहिँ नि धेरै भयो। पहिला यो स्पेनको मान्छेहरू पनि थुप्रै आएको थियो, रसियनको पनि थुप्रै आएको थियो। उहाँ चाहिँ नि यहाँ धेरै बसेर अनि अहिले हामी अब चाहिँ यो भूकम्पपछि चाहिँ अलिकति यहाँ भूकम्पले थर्केर रिमाइन्ड गर्नु सकेन। अलिअलि त्यो यो दिब्रेहरू पनि अलिअलि चाहिँ नि ड्यामेज भएछ। अब त्यो रिमाइन्ड गर्नु सकेको छैन, त्यो भएर अलिकति समस्या छ। अब हामी यो ठाउँ अलिकति प्रचार प्रसार हुनु सकेको छैन। यो एकदम पावर शक्तिशाली ठाउँ हो तर हामी प्रचार प्रसारमा पुग्नु सकेको छैन गाउँको। त्यही त दाइ, अब यो यस्तो शक्तिशाली ठाउँ रहेछ, अब प्रचार प्रसार गर्न सक्यो भने अब यो मेडिटेसनको कुरो पनि छ, हजुर, आफूलाई ज्ञान लिने कुरो पनि छ, प्लस अलिकति यसलाई टुरिज्ममा पनि जोड्नु मिल्छ। हजुर। अब यो भविष्यमा कालान्तरमा चाहिँ के गर्दाखेरि अझै व्यापक प्रचार प्रसार हुने र यहाँ चाहिँ अलिकति व्यापक मान्छेको उपस्थिति हुने खालको क्रियाकलाप चाहिँ के गर्दाखेरि ठिक होला र अहिलेसम्म तपाईँहरूको चाहिँ के छ त कोसिसहरू यो ठाउँलाई अझै व्यापक प्रचार प्रसार गर्नलाई? अब यो यस्तो भयो, हामी यो अलिकति चाहिँ मिडियाको कारणले पनि सञ्चारको कारणले अलिकति त्यो प्रमोट हुन सकेन। तर यहाँ वास्तविक अब यो माध्यमबाट चाहिँ नि प्रचार प्रसार गरेर अरू ठाउँ अब बस्तीहरूमा यो पुगे पनि, किनभने यहाँ यो ठाउँमा एकदम स्पेसल चाहिँ नि मेडिटेसन गर्ने उहाँहरूले आउनुभयो भने यहाँ उहाँहरू आफैले गर्दाखेरि एकदम शक्तिशाली पाउनुहुन्छ। अनि उहाँहरू आफैले अवलोकन गरे पनि यसको यो पक्का रहेछ हामीले भने भन्दा पनि उहाँहरू आफैले ध्यान गरे पनि त्यो ऊ देख्छ। अहिले अब उहाँहरू आउनुभयो भने यहाँ चाहिँ नि किचन बस्ने पनि व्यवस्था छ। अब अलि एकदम स्पेसल छैन भने नि अलिकति चाहिँ किचन सिजनको चाहिँ बस्ने व्यवस्था चाहिँ अलिअलि छ, एकदम अब स्पेसल चाहिँ छैन। अब यसको लागि हामी सबै चाहिँ नि निकायबाट चाहिँ नि स्थानीय निकाय अब प्रदेश सदेश सबैबाट चाहिँ नि अब जोरदार भयो भने यो चाहिँ सहयोग समर्थन गरे भने अलिकति प्रमोट पनि हुन्छ। अनि यहाँ अब अध्ययन गर्नको लागि एकदम स्पेसल छ। अरू हामी यो ठाउँ भन्दा पनि अहिले बुद्धिस्टको चाहिँ नि ठाउँहरूले पनि सुनोस्, यो ठाउँमा चाहिँ नि तपस्या गर्ने मान्छेहरू आउनु होला भन्ने चाहिँ नि मेरो अनुरोध। ठिकै दाइ, हुन त अब यो धेरै शक्तिशाली ठाउँ होइन, मेडिटेसन गर्ने ठाउँ। अब यसलाई चाहिँ अझै पनि यो स्थानलाई चाहिँ अब अरूभन्दा नि यो धार्मिक स्थान रहेछ है, इतिहास बोकेको स्थान रहेछ। यस्तो ऐतिहासिक स्थानहरू रसुवामा व्यापक छ। हामीले अब यो ऐतिहासिक चिजहरूलाई अलिकति व्यापक प्रचार प्रसार गर्ने र
बाह्य तथा आन्तरिक पर्यटकहरूलाई चाहिँ भित्राउनको लागि ठुलै रणनीति अथवा ठुलै कार्यहरू गर्नुपर्ने देखिन्छ। अब त्यति साह्रो हामीले पर्यटनमा प्रचार प्रसार गरेको जस्तो लाग्दैन है। त्यो भावनाले तपाईँहरू त यहाँको अग्रज हुनुहुन्छ, बुद्धिजीवी हुनुहुन्छ, अनि तपाईँ त निवर्तमान वडाध्यक्ष पनि हुनुहुन्छ। अब हाम्रो चाहिँ अहिलेसम्मको पहलहरू के कस्तो भइरहेको छ र भविष्यमा अब सम्भवतः तपाईँको कार्यकालमा त्यो पुग्न सकेन होला, समय अवधिले गर्दाखेरि हरेक चिजले हुनसक्छ। तपाईँले चाहिँ ठ्याक्कै यो हाम्रो स्थानीय सरकार लगायत प्रदेश छ, सङ्घ छ, उहाँहरूलाई चाहिँ यो अझै प्रचार प्रसार गर्ने, यो प्रचार प्रसार पनि हामीले त्यो मान्नेमा होइन कि आइदिनु पर्यो गरिदिनु पर्यो भन्दा पनि यो त ऐतिहासिक ठाउँ रहेछ। अब हामी बुद्धिस्ट धर्मावलम्बीहरूको लागि एउटा ऐतिहासिक ठाउँ पनि रहेछ। यो स्थानहरूलाई अझै संरक्षण सम्वर्धन गरेर अब यसलाई ठ्याक्कै तोडमोड गर्ने होइन कि जस्तो अवस्थामा पहिला थियो त्यही अवस्थामा राखेर हामीले चाहिँ कसरी यो स्थानहरूलाई चाहिँ अझै व्यापक प्रवर्धन गर्न सकिन्छ भन्ने कुराहरू केही छ भने सम्पूर्ण निकायहरूलाई चाहिँ कसरी अनुरोध गर्नुहुन्छ र के कस्ता पहलहरू चाहिँ भइरहेको छ स्थानीय सरकारबाट? अब हाम्रो सरकार स्थानीय निकाय तर्फ कुरो गर्नुपर्दाखेरि के रहेछ भनेपछि एक हिसाबमा हाम्रो स्थानीय सरकार ले यो नजर पनि यता गएको छैन। हामी धार्मिक स्थल र पर्यटनमा चाहिँ अहिलेसम्म चाहिँ जिरो चाहिँ सोचमा छ, उहाँहरूको चाहिँ सोचै यतातिर गएको छैन। प्रथम नम्बर चाहिँ यो टुरिज्म प्रवर्धन चाहिँ गर्नुपर्ने हो। अब त्यसमा बजेट पनि गएको छैन, उहाँहरूको चाहिँ सोच विचारै यतातिर गएको छैन। अनि हाम्रो चाहिँ पुर्खा चाहिँ अब यो चाहिँ रीतिरिवाज हाम्रो कल्चर त्यसो प्रिजर्भ गर्ने भनेको त्यो सोचमा गएकै छैन। अहिले अब जसरी विकास गर्ने, रोड बनाउने, त्यो भन्दा चाहिँ नि बाटोघाटो बनाउने, त्यो भन्दा चाहिँ अरू त्यसमा गएको छैन। अब चाहिँ अब आउँदो चाहिँ जनप्रतिनिधि अथवा चाहिँ हाम्रो स्थानीय सरकारको पनि ध्यानाकर्षण यसमा जाओस् भन्ने मेरो सुझाव छु। यो प्रमोट गर्ने चाहिँ हाम्रो सरकार स्थानीय तह भन्दा चाहिँ अरूले पनि गर्दैन। गर्नु भन्यो भने नि उहाँहरूको चाहिँ नलेजै छैन। स्थानीय सरकार भनेको त यहाँबाट नै जरो उम्रिएको हो, यहाँबाट चाहिँ उहाँ अब फोकस गयो भने अब हाम्रो प्रदेश सरकार सङ्घतिर पुग्न सकिन्छ। प्रथम नम्बर चाहिँ हाम्रो स्थानीय सरकारले चाहिँ यस्तो चाहिँ हाम्रो पुरानो गुम्बा, पुरानो चाहिँ कल्चर हाम्रो चाहिँ अब मनिसोपा बनाऊ, छिजु बनाऊ, हाम्रो यो बिहा साहमा चाहिँ अब गर्ने, अब यो स्पेसल हाम्रो यस्तो ठाउँमा भन्दा अरू ठाउँमा छैन होइन। अब लोप हुँदै गएछ। यसमा चाहिँ यो प्रोजेक्ट चाहिँ यथापित अब चाहिँ अलिअलि बजेट सजेट के हुन्छ छुटाएर चाहिँ नि यो चाहिँ प्रमोसन गर्नुपर्ने चाहिँ एकदम नेसेसरी चाहिँ देख्छ मैले। त्यही त अब विशेष गरी हामीले यो धार्मिक पर्यटनहरूलाई पनि भित्राउन सक्ने स्थान रहेछ। निश्चय पनि अब तपाईँहरू यहाँको अग्रजहरू हुनुहुन्छ, बुद्धिजीवीहरू हुनुहुन्छ। अब हामीसँग इतिहास के छ त्यसलाई नचलाउने है, जस्तो छ त्यही अवस्थामा राख्ने। जस्तै कि हाम्रो यो गुम्बाहरूको कुरा छ, अब अहिले मोडर्न जमाना भनेर चाहिँ अलिकति चेन्ज ल्याउने होइन, पुरानो चिजलाई अझै बिगारिदिने खालको जुन गतिविधिहरू ठाउँ ठाउँमा देख्न सकिन्छ। तर हाम्रो यो यस्तो ऐतिहासिक ठाउँहरू होइन, इतिहास बोकेको ठाउँहरूलाई चाहिँ यथावतमै राखेर कसरी चाहिँ बरु हामीले यसलाई संरक्षण गर्न सक्ने, सम्वर्धन कसरी गर्न सक्ने, त्यो स्थितितिर हामी अगाडि बढ्नुपर्छ। यसको आफ्नो ओरिजिनल जे छ त्यो राम्रो छ। भोलि हामी तोडमोड गरेर हरेक चिज गरेर आफ्नो इतिहास त मेट्ने भयो नि त। त्यो हिसाबले भावी दिनमा चाहिँ तपाईँहरूले यस्ता ऐतिहासिक ठाउँहरू, अब ऐतिहासिक ठाउँ पनि प्लस धार्मिक ठाउँहरूलाई चाहिँ संरक्षण सम्वर्धन गर्नुपर्ने देखिन्छ। त्यो भावनाले तपाईँ स्थानीय सरकारको पनि अनुभवी मान्छे, तपाईँहरूबाट चाहिँ हामीले अब हामी पनि रसुवावासी भएको हिसाबले यस्तो पर्यटकीय गन्तव्यहरू, धार्मिक पर्यटकीय गन्तव्यहरू, यसो ऐतिहासिक चिजहरूलाई चाहिँ संरक्षण सम्वर्धन गरिदिनु होला। धन्यवाद दाइ। अब हामी के बाहिरतिर पनि केही स्थानहरू होला त्यो देखाउनु होला है दाइ। गुम्बाको पछाडि चाहिँ डुक्पा गुम्बा है दाइ? टुक्पु गुम्बाको पछाडि चाहिँ यहाँ एउटा गुफा जस्तो पनि रहेछ। गुफा भन्दा पनि यो कोरा गर्ने अब यो चाहिँ कुरा गर्ने स्थान रहेछ। हामी त्यहाँ जाँदैछौँ। अब यहाँ चाहिँ अलिकति दिक्प गर्ने मान्छे चाहिँ छिर्न अप्ठ्यारो भन्ने कुरो आयो। सक्दिन यस्तो छ यहाँको अप्ठ्यारै छ ठाउँ, अप्ठ्यारै रहेछ अलिक छिर्नलाई।
हेर्नुहोस् ठाउँ अलिक खोस जस्तो रहेछ। ए दाइ छिर्न लाग्नुभयो। दाइ चाहिँ अब छिर्न लाग्दै हुनुहुन्छ। ए गाह्रो रहेछ दाइ। यहाँ त छ त ए छ अब यता लाइट। ए त्यहाँबाट छिरेर कहाँबाट निस्किनु दाइ? अब यताबाट ए छिर्ने ठाउँ चाहिँ छ। अब आउनु म बाल्छु हुन्छ है। छाबु एकछिन छाबुले क्यामेरा समात्दिने कि हुन्छ। हामी पनि छिर्नुपर्छ। आउँदा हुन्छ दाइ। हामी पनि छिर्दैछौँ। ल छाबु हामी छिर्दैछौँ है। हस् 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 हस्। यसरी छाबु यसरी। ल छाबु आउनु। मलाई क्यामेरा दिनु। ल हामी आइपुग्यो दाइ। ल हामीले बालिदिनु पर्ला। उहाँलाई छाबु आउनै बिस्तारै। तपाईँको यो खोल्चो छ। आउनु आउनु। यो मोबाइल सभा हो। यो सामान त यो त ऐतिहासिक ठाउँहरू हो। एकदमै हेर्नु सक्नुहुन्छ हेर्नु। यो चाहिँ ठ्याक्कै कोरा गर्ने ठाउँ रहेछ। फिर्चा गरेर आउनु। अलिक फिर्चा गरेर आउनु। पल चाहिँ यति बसी पल चाहिँ त्यही छिर्नु पर्यो होइन। ल छाबु हामी चाहिँ छिर्दैछौँ है साथीहरू। यस्तो यस्तो ऐतिहासिक ठाउँहरू छ। अझै हामीले व्यापक प्रचार प्रसार गर्नुपर्ने देखिन्छ। गेट पास हुँदैछ हामी। अब हामीले आज पाप गरेर हामी छिर्दैछौँ। ओके आधा यसो खिच्दिनु। ल साथीहरू हामी चाहिँ निस्किनु है। हामी निस्किँदैछौँ। अब यहाँ चाहिँ पाप गरे मान्छे चाहिँ अप्ठ्यारो हुन्छ छिर्न सक्दैन। मैले चाहिँ खासै छिर्यो हामी चाहिँ सक्सेस भयो। सक्सेस भयो। ल हामी सक्सेस भयौँ दाइ। अब यसो यसको के यो गुफा अहिले जुन हामीले कुरा गऱ्यो नि यसको केही छ यसो बताइदिनु। यो चाहिँ नि त्यही हो। हामी पाप गरेको मान्छे चाहिँ नि यहाँ कोरा गर्न सक्दैन। हजुर यहाँबाट छिर्नु सक्दैन है। यहाँबाट त्यही अर्किन्छ। हजुर अनि हामी चाहिँ नि हजुर अब सक्यौँ भनौँ न। हामी सफल भयौँ। सफल भयो। हामीबाट त्यत्रो पाप भएको छैन रहेछ भन्ने बुझ्यौँ। गुम्बा रहेको छ। गुम्बाको छेउमै मैले एउटा सानो घर जस्तो पनि देखियो। एकचोटि दाइसँगै बुझौँ। दाइ यो ठ्याक्कै यो चाहिँ नि घर देखियो। पर्यटकहरू यहाँ मेडिटेसन गर्न आउँदा हजुर यता वासस्थान गर्ने ठाउँ। हजुर यता चाहिँ किचन। ए किचन त्यता त्यता छ। हजुर। अनि यता हामी यहाँ जस यहाँ आएर चाहिँ मेडिटेसन गर्नुहुने आन्तरिक बाह्य पर्यटकलाई चाहिँ यहाँ बस्नको लागि नि व्यवस्था रहेछ। अनि पानी सानीको के छ व्यवस्था? पानीको धारै छ। हजुर यता अहिले अब हामी जाँच अब यो युज नभएर जाँच हजुर हजुर गरेर अनि अब पर्यटकहरू आउँदाखेरि यहाँ बस्ने स्थान अब 4-5 जनासम्म यहाँ मिल्छ हजुर यसमा। हजुर अनि हाम्रो किचन चाहिँ त्यहाँ छ। किचन गर्ने ठाउँ। हजुर ए किचन पनि रहेछ। अनि पहिलाको स्पेसलहरू त त्यहाँ ओराल छ। ओरालमा घर छ किचन। ए अनि त्यहाँ मान्छे बस्ने ठाउँ पनि छ। हजुर अनि कुनै अब लामाहरू त भित्र नै बस्नुहुन्छ। उहाँहरू यहीँ त्यही उ गर्ने। हजुर यता ऊ त्यो कुनामा गुफा त्यो छ। ओराल छ। ओडार छ है। त्यहाँ ओडारमा पनि बस्नुहुन्छ है। त्यो ओडारमा जान मिल्छ अहिले? मिल्छ अहिले त्यो जाँच छ। हजुर त्यो भएर मिल्ने त मिल्छ। ए अहिले अलि ओडारमा चाहिँ जाँच रहेछ। यहाँ ओडारमा पनि बस्न मिल्ने ठाउँ रहेछ। अब अलिकति ए ओडार यहाँभित्र होला। हजुर त्यो भित्र छ। यहाँभित्र हो दाइ? हजुर त्यो ए राम्रो ठाउँ रहेछ। अहिले यो अलिक झाँस भएर भित्र जान सकिएन। ए राम्रै रहेछ। यहाँबाटै देखिरहेछ। त्यहाँ छ। ए यतातिर टन्नै रहेछ ओडारहरू। ल ओडारमा बस्नुहुन्छ। दाइलाई विशेष धन्यवाद। हामीलाई यस्तो धार्मिक ऐतिहासिक स्थानमा चाहिँ ल्याइदिनु भयो। त्यो तपाईँलाई धेरै धेरै धन्यवाद। साथै सम्पूर्ण बौद्ध धर्मावलम्बी
को साथसाथै अब मेडिटेसनसँग रिलेटेड मेडिटेसन गर्नको लागि चाहिँ यो ठाउँ एकदम उपयुक्त जस्तो लाग्यो। त्यसको लागि पनि तपाईँहरू एकदम यहाँ आउनुहुन चाहिँ एकदम अनुरोध गर्दछु। र दाइ अन्तमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको केही छ भने यसो भनिदिनु होला। अब मेरो भनाइ, मेरो प्रस्ताव यो बौद्ध धर्मावलम्बीहरूलाई अब स्वदेशी तथा विदेशी पर्यटक चाहिँ नि बुद्ध धर्म मान्नेहरू एकदम स्पेसल मेडिटेसन गर्नेहरू चाहिँ नि यो भृदिम गुरु टुप्पोमा आएर एकचोटि उहाँको अध्ययन गरोस्। उहाँले चाहिँ नि यसको अनुभव लियोस्। हामी चाहिँ नि यो भृदिमको इतिहास र चाहिँ नि यो भृदिमको चाहिँ नि टुप्पो भनेको चाहिँ नि यो कसरी स्थापना भयो र यहाँ चाहिँ नि मेडिटेसन गर्दाखेरि उहाँले चाहिँ नि के अध्ययन भयो, अरू ठाउँमा चाहिँ कस्तो अध्ययन भयो, यो ठाउँमा कस्तो अध्ययन हुँदो रहेछ, उहाँहरूले चाहिँ नि अब चाहिँ नि कसरी अब हाम्रो भाषाबाट भने कसरी छर्सी गर्छ चाहिँ नि उहाँले एकचोटि अध्ययन गरोस् भने, अध्ययन गर्ने पाल्नुहोस् भन्ने चाहिँ नि मेरो अनुरोध गर्दै मेरो 2 शब्द यहाँ टुङ्गाउँछु। हस्त दाइ। हाम्रो मिडिया प्रमोद तितुङ भाइले पनि धेरै धेरै धन्यवाद। उहाँको चाहिँ नि यो मिडिया हेरेर चाहिँ नि सबैले चाहिँ नि यो कुरो सुनिदिनु होला, सब चाहिँ नि यो मिडियामा फलो गरेर यहाँ पालिदिनु होला भन्ने म आशा राख्दैछु। धन्यवाद दाइ। टसिदले